एकदमै गलत हो, एकदमै गलत हो। तोरीको तेल लगाएर कुनै यस्तो एक्सरे नभए सिटी स्क्यान मसिनमा छिर्नुपर्छ भन्ने पनि धारणा राख्नुहुन्छ के यो सही हो? सजिलै चाहिँ त्यो तेलबाट चाहिँ पेनिट्रेट गर्न सक्छ। सबभन्दा कम रोक्ने भनेको चाहिँ एउटा मध्येमा चाहिँ यो चाहिँ तेल भनेको चाहिँ फ्याट हो। हजुर, फ्याटले चाहिँ सबभन्दा कम चाहिँ एक्सरे चाहिँ एब्जर्भ गर्छ। एउटा हावाले सबभन्दा कम गर्छ, हावा पछिको यदि अर्को कुरा गर्ने भने चाहिँ तेल हो। त्यस कारण त्यो एकदमै गलत धारणा हो। त्यो चाहिँ बच्चाहरूलाई चाहिँ त्यो नचाहिँदो ठाउँमा चाहिँ एक्सरे नपरोस् भनेर स्पेसल लिड हुन्छ, लिडको चाहिँ एप्रोनहरू हुन्छ, सिटहरू हुन्छ। त्यसले के हुन्छ भने रेडिएसनलाई छिर्न दिँदैन, त्योहरू राखेर चाहिँ एक्सरेहरू गरिन्छ। त्यसकारण त्यस्ता प्रविधिहरू चाहिँ जो टेक्नोलोजिस्ट हो रेडियोलोजीले त्यसले पक्कै पनि त्यो चाहिँ सधैँ ठाउँमा अपनाउँछन्। त्यो भएको हुनाले खासै डराउनु पर्ने आवश्यकता छैन।